हेलो एभ्रिवान, सेवन्ने वेलकम ब्याक टु माई न्यू डे। यहाँ चाहिँ मैले गिलो रोटी बनाइरहेको छु नानीको लन्चको लागि होइन। यसमा चाहिँ मैले अलिकति चिनी नुन होइन अन्त सोडा हालेर चाहिँ एकछिन मिक्स गरेर राखिदिन्छु। त्यसको बादमा चाहिँ म रोटी बनाइकन उसलाई त्यसै पनि गुलियो त मनपर्छ, अन्त चाहिँ मैले हल्का गुलियो पनि हुन्छ भनेर चिनी हालिदिन्छु नि त सधैँ। अन्त उसलाई चाहिँ पुरा मनपर्छ यो रोटी चाहिँ। उसले चाहिँ हर टाइम अब लन्चमा के लाने भन्दाखेरि यही मात्रै भनिरहेको हुन्छ होइन। तर पनि म अरू चिज पनि बनाइदिन्छु कोही बेला चाहिँ। अन्त खानासाना खुवाइसकेर उसलाई लन्च प्याक गरिसकेर चाहिँ स्कुलको लागि पठाइसकेको छु उसलाई चाहिँ होइन। अन्त म चाहिँ माथि रुममा आएर बाहिर हेर्दाखेरि चाहिँ यस्तो भइरहेको छ मेरो प्लान्टको हालत चाहिँ। यहाँ चाहिँ कस्तो दामी भइसकेको थियो, मेरो कस्तो फिन्जिसकेको थियो नि त हो। हावाले हो कि केले झारेर चाहिँ पट पनि फुटाइदिएछ। अन्त यति बेसी हरियै भइसकेको थियो नि त। गर्दा नगर्दा फेरि मैले चिया दिने टाइम पनि भइसकेछ काम गर्नेहरूलाई होइन। चिया बनाएर दिएँ। त्यसको बादमा चाहिँ अस्ति जुन चाहिँ भिडियो हालेको थिएँ मैले चिकनको अचारको होइन, त्यसको बादमा चाहिँ मलाई इनबक्समा पुरा म्यासेज आइरहेको थियो नि त होइन। सबैजना अब प्रायःले चाहिँ मलाई पनि बनाइदिनु न, मलाई पनि बनाइदेऊ न भन्ने थुप्रो थियो। म सबैजनाको एकैचोटि त बनाउनु सक्दिनँ किनकि यो डिप फ्राई गर्नुपर्छ नि त चिकन होइन। त्यही भएर टाइम पनि धेरै लाग्छ। अन्त त्यही भएर चाहिँ मैले चाहिँ बनाइनँ सबैजनाको चाहिँ। यो जुन चाहिँ रेडी गरिरहेछु यो चाहिँ दुईजनाको लागि मात्रै हो होइन। दुईजनाले भनेको थियो यति यति गरिदिनु भनेर, त्यही भएर मैले दुईजनाको रेडी गरिसकेँ। चिकन फ्राई गरिसकेर पनि मसलामा फिटिरहेको छु। अन्त अहिले चाहिँ यस्तो कलर राख्छ होइन। ड्राई नै बनाइदिनु भनेर भनेको थियो नि त किनकि यो पनि टाढै लाने अरे नि त हो। त्यही भएर चाहिँ मैले एकदमै ड्राई बनाइदिएको छु। मजाले फिटी पनि सकेँ, रेडी पनि भइसक्यो। अब यो चाहिँ म भोलि पठाइदिन्छु। त्यसको बादमा चाहिँ नानीको यहाँनिर सबै बुक्सहरू निकालेँ मैले चाहिँ। यो चाहिँ अब उसले नर्सरीदेखि पढेको नै सबै राखिरहेको थिएँ नि त मैले चाहिँ होइन। एउटा पनि मैले अब बेचेको पनि थिइनँ होइन, दोकानतिर पनि दिएको थिइनँ होइन। कतिवटा जग्गामा युज हुन्छ नि त। अन्त तर मैले कहीँ पनि दिएको थिइनँ। मलाई चाहिँ पुरा माया लाग्छ नि त नानीको सानोदेखि पढेको एक एकवटा सबै राखेको थिएँ। तर अब चाहिँ बेसी नै भयो नि त, रुममा जग्गा छैन राख्ने होइन। यति बेसी च्याल्याल्या भइरहेको थियो। अन्त मैले चाहिँ आज चाहिँ सोचेँ यो डल्लै निकालेर चाहिँ म अब उयो गर्छु, भैयाहरूलाई दिन्छु या केही न केही गर्छु, रुममा चाहिँ राख्दिनँ भनेर चाहिँ मैले सोचेँ नि त। अनि त्यही भएर चाहिँ घटाउँदैछु। यहाँ भएको एक दुईवटा डायरी उसको होइन, अन्त कतिवटा चिजहरू एक दुईवटा चाहिँ राखिदिन्छु, अरू चाहिँ सबै म हटाउँछु यहाँबाट भनेर सोचेँ। यति बेसी च्याल्यालेर हुन्छ नि सामान बेसी, अब राख्ने जग्गा छैन। अब उसको बढेकै हो खाता किताबहरू हो। अन्त यो चाहिँ उसको एलकेजीको रहेछ, नेपालीको टेस्टको। त्यसमा चाहिँ 92 आएको रहेछ नि त 100मा, त्यही देखाउँदै थिएँ मैले यहाँ चाहिँ होइन। अन्त यहाँबाट चाहिँ छाटछिट गरेर आधी चाहिँ हटाउँछु, एक दुईवटा चाहिँ राखिदिन्छु। उसले चाहिँ जबदेखिको लेख्न स्टार्ट गरेको त्यही टाइमदेखिको नै छ नि त हो। त्यही भएर चाहिँ पुरा माया लाग्दो रहेछ फाप्नु पनि हो। अन्त त्यसको बादमा चाहिँ म विशाल मेगामार्ट एकछिन जानुपर्ने काम थियो नानीको एक दुईवटा सामानहरू लिनु लागि। अन्त म चाहिँ लुगा फेर्दै थिएँ। नानीले चाहिँ मम्मा म बाँधिदिन्छु नि लेस, मलाई आउँछ त आजकल भन्दै थियो नि त होइन। त्यही भएर चाहिँ उसले बाँधिराखिदिएको छ यहाँनिर, लेस बाँधिदिँदैछ मलाई। अन्त यहाँ विशाल मेगामार्ट पुगिसकेर चाहिँ मैले मेरो लागि हेर्दै थिएँ के तर केही पनि मलाई मन परेन। मेरो लागि त त्यस्तो केही लिनुपर्ने थिएन पनि होइन, तर पनि हेरिरहेको थिएँ म यहाँनिर नानीको लागि लिनु आएको खासमा त। अन्त यहाँनिर केही राम्रो लागेन मलाई चाहिँ। अन्त त्यसको बादमा चाहिँ म तल झरेँ, यो बास्केट पनि हेरिरहेको थिएँ, यो चाहिँ मलाई लानुपर्ने नै छ नि त होइन। तर अहिले चाहिँ मैले यो लगिनँ, पछाडि लान्छु अलिक दिनमा भनेर। अन्त यहाँ चाहिँ बिस्किट पास्ता केहरू अब फर्ममा पुरा हुन्छ नि त यहाँ चाहिँ होइन। अन्त मैले चाहिँ नानीको लागि लन्चको लागि उसले बिस्किटहरू खाइरहेछ नि त, त्यहीहरू यहाँबाट एक दुईवटा चिजहरू लगेँ होइन। अन्त नानीको लागि टी सर्ट हाफ प्यान्टहरू लानुपर्ने थियो समरको लागि। उसको चाहिँ कति छिटो सानो भइहाल्छ नि त सबै लुगाहरू होइन हाइट बढेर। त्यही भएर नानीको यहाँदेखि एक दुईवटा सामानहरू लगिदिएँ। त्यसको बादमा चाहिँ म घर फर्केँ। घर फर्किँदा चाहिँ यति राति भइसकेको थियो, पानी पनि पर्नु आँटेको थियो नि त। त्यही भएर चाहिँ हामी छिटो छिटो गरेर चाहिँ घर फर्क्यो होइन। अन्त आजको भिडियो चाहिँ यति नै। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। बाई गाइस।